चाहिँ भिडियो पोखरा भन्ने ठाउँमा आइपुगेका छौँ। तल फेर्नेर छौँ। यहाँनिर गाई पनि रहेछन्। यहाँनिर बाजेको गाई छन्, अरू त खासै लिएको छैनन्। त्यसै गरी यहाँनिर देख्न सक्नुहुन्छ हामी धेरै तलदेखि आएको हो। अलि माथि गएर हामी पुरा भिडियो देखाउनेछौँ तपाईँहरूलाई, हेर्नुहोला। पूजा लगाएको रहेछ। हातमा दिनुहोस् अलिकति बाजे। पुग्दैन बाजे। र बाजेको बाख्रा पनि बाख्रा लिनुहुन्न? कति बजी पुगाउनु भयो बिहान? 10 बजी पुगाउनु भयो क्या तपाईँलाई घरबाट? ए 9 बजी पुगाउनु भयो। ए ठिक छ ठिक छ। त्यस्तै हो, 1-2 दिन हो बाजे, आज र भोलि पर्सि रमाउने हो। त्यहाँबाट उही त्यो चाहिँ हरिकाटिना हो। अनि उता पर पुरानो गाउँ सुगाद के छन् है, सबै ठाउँहरू पनि अब त्यसरी थाहा भएन। र हामी जाउने चाहिँ ऊ पारि त्यहाँ हो, त्यो द जाउने हो। त्यसपछि ऊ माथि त्यहाँ पनि जाउने हो, अमरै चौर पनि जाउने हो। माइक लगेर गएर झ्याउ पनि। दिदी बोलाउनु भएको? यो भिडियो बनाउनु भनेको के? अब हरियो वन देखाउनु पर्यो नि त सबैलाई। ऊ यो द हो भनेपछि यहाँनिर हामी जाउने हो खास भन्ने हो भने। र हामी चाहिँ अहिले यति टाढा छौँ, खास भन्ने नै धेरै नै टाढा छौँ। र यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ यता आएको छौँ अहिले। र हावा पनि चलिराखेको छ। ऊ त्यो चाहिँ बिरी पोखरा हो। त्योभन्दा परपट्टि हाम्रो गाउँ छ, अघि नै मैले तपाईँहरूलाई देखाइसकेको छु। र ऊ तलपट्टिनिर चाहिँ कोरे गाउँ, र ऊ पारि त्यो चाहिँ यो चाहिँ सिबाङधारा हो। र ऊ त्यो चाहिँ कोजक, त्यसै गरी पारि तुक्ला, त्यसै गरी पर त्रिवेणी गाउँपालिका पर्छ उतातिर। ऊ त्यहाँ चाहिँ सुगाद भन्छन् सायद, मलाई जहाँसम्म लाग्छ। त्यसै गरी त्रिवेणी पनि उतैतिर पर्छ। त्यसै गरी गोवन पानी, ऊ त्यहाँनिर गोवन पानी हो, यहाँबाट देखिन्छ एकछिन है। ऊ यो चाहिँ गोवन पानी हो यहाँनिर चाहिँ। यो चाहिँ त्यसै गरी यहाँनिर भन्नुपर्दा ऊ त्यो चाहिँ पुरानो गाउँ जेठ पोखरा जेठबाङ। त्यसै गरी साथीहरू उतातिर यहाँबाट स्वर्गदारी पनि देखिन्छ, तर अहिले चाहिँ हामीले देख्न सक्दैनौँ, यहाँ धेरै टाढा भयो। गाइस खासै हाम्रो चाहिँ एकदमै मोटर बाटो त होइन है, यस्तो बाटो छ, धेरै अप्ठ्यारो छ। त्यहाँनिर पोहोरहरू छ होइन, एकदमै जङ्गलको बाटो त भइगयो। माथि लेकतिर सबैभन्दा हाइटमा आएको छौँ हामी चाहिँ अहिले। बाटो पनि यस्तो खतरा छ, सानो सानो बाटोमा चाहिँ दिइराखेको छौँ। अझै हामीलाई 15-20 मिनट जति लाग्छ होला। भिडियोलाई हामी कट गरेर त्यसरी त्यहीमै राख्नेछौँ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुनेछ बाटो कति अप्ठ्यारो छ भनेर चाहिँ। यस्तो अप्ठ्यारो छ है, भिरको बाटो हो यो पनि, अलिकति भिर नै छ यहाँनिर। यहाँबाट गएपछि सिधा तल खोला जाने हो। मान्छे बाँचिला भन्ने आस्था नगरे पनि हुन्छ यहाँबाट झरेपछि। यस्तो अप्ठ्यारो छ, बाटो सानो सानो छ। ल गाइस, पानी नै छैन रहेछ है, पानी पिउने भनेको पानी छैन रहेछ। अब साइड अब साँझसम्म चाहिँ त्यतिकै बस्नुपर्छ होला, पानी नै छैन केही।
ल गाइस दतिर आएको छौँ हामी चाहिँ द हो यो है तपाईँ देख्न सक्नुहुन्छ माथिनिर गाई बाख्रा भेडाहरू जो राखेको छन् यहाँनिर चाहिँ हामी ठ्याक्कै द चौरतिर छौँ यहाँनिर चाहिँ होइन तपाईँले देख्न सक्नुहुन्छ र यता सिन पनि देखाउने छु म दतिर आएको छौँ हामी चाहिँ अघि नै आएको हौँ तर भिडियो चाहिँ अलिकति ढिलो बनाइयो ठिक छ ल दाको सिन चाहिँ देख्न सक्नुहुनेछ यहाँनिर तलनिर पनि गाई छन् मजाले गाई छोरो राखेको छन् यता पनि देख्न सक्नु ऊ टोट्के भन्ने त्यहाँनिर पर्छ है ऊ यो टोट्केको छेउमा यो रुखले चाहिँ अलिकति ओटेको छ